नमस्ते साथीहरू, सबैजना सन्चो आरामै हुनुहुन्छ होला भन्ने आशा छ। म पनि ठिकै छु, आरामै छु। आज चाहिँ मैले चामलको रोटी, अप्पमको रेसिपी लिएर आएको छु। यसको लागि चाहिँ चामललाई 7-8 घन्टा मजाले पानीमा भिजाएर राख्नु होला। अनि त्यसपछि इस्ट चाहिन्छ। यसको लागि मेन भनेको इस्ट चाहिँ अनिवार्य हुनै पर्यो। अनि नरिवल छ भने हजुरसँग थोरै नरिवल हालिदिनु भयो भने यसको टेस्ट अलिकता फरक, अलि मिठो आउँछ। त्यो चाहिँ चामल, नरिवल, इस्ट हालेर मजाले मिक्सीमा मजाले मसिनो गरेर पिस्नु होला। यो चाहिँ सेलरोटीको भन्दा अलिकता पातलै बनाउनुपर्छ यसको पिठोलाई। अनि त्यसपछि मजाले इस्ट सबै हालेर पिस्नु भयो भने त्यो इस्टलाई चाहिँ अलिकता तातो हुनुपर्छ। तातो भयो भने छिट्टै फुल्लिन्छ है, यो ब्याटर अलिक छिट्टै फुल्लिन्छ तातो दियो भने। अनि त्यो लास्टको भएको चाहिँ मिक्सीलाई मजाले पानीले खकालेर अनि त्यसको त्यो पानीलाई मजाले एउटा टाप्केमा हालेर मजाले पकाउनु होला। पकाएर अलिक बाक्लो बाक्लो हुन्छ, त्यसमा नुन चिनी मजाले हालेर अनि नुन अलिकता आफूलाई चाहिन्छ अनि चिनी अलि 2-3 चम्चा मजाले हालेर अनि मजाले चलाएर अनि त्यही ब्याटरमा मिसाइदिएर अलि तातो तातै ब्याटरमा मिसाइदिएर मजाले चलाउनुलाई ब्याटर मजाले चलाइदिनु। अनि चलाइदिएपछि 4-5 घन्टा राखिदिनु, अलि तातो ठाउँमा 4-5 घन्टा राखिदिनु। यो फुलेर डबल हुन्छ, अलिकता माथि फुल्दै आएपछि यो रेडी हुन्छ, खानको लागि रेडी हुन्छ। एकदम नरम हुन्छ, बच्चाहरूलाई खान पनि एकदम नरम। अब हजुरले मासुको झोलहरूसँग, अब चटनीहरूसँग, तरकारीहरूसँग जेसँग पनि बच्चालाई दिन सक्नुहुन्छ। यो बच्चाहरूको फेभरेटै हुन्छ, एकदम मन पराउँछन् बच्चाहरूले। ठुलो मान्छे सबैलाई हेल्दी पनि हुन्छ, राम्रो पनि हुन्छ। खाना जसको लागि पनि यसको ब्याटर चाहिँ हजुरले 6-7 दिनसम्म पनि फ्रिजमा राख्नुभयो भने चलाउन मिल्छ, बिग्रिँदैन। चाहिएको बेला निकाल्नु, रोटी हाल्नु, फेरि फ्रिजमा राख्नु। यो चाहिँ काममा आउँछ। बच्चालाई खाजाहरू दिन पनि सजिलो, हेल्दी पनि हेल्दी, मिठो पनि मिठो।